नेपालले एउटा ठूलो सपना देखेको थियो, औद्योगिक क्रान्तिको सपना। र त्यो सपना पूरा गर्ने माध्यम थियो विशेष आर्थिक क्षेत्र, जसलाई हामी एसइजी भन्छौं। तर हेर्नुस् न, 3 दशक बितिसक्यो, खै त त्यो सपना। आज हामी यही प्रश्नको गहिराईमा पुग्नेछौं। आखिर भयो के? हो, ठ्याक्कै यही हो कुरा। एकातिर ठूल्ठूला अपेक्षाहरू थिए, अर्कोतिर छ निराशाजनक यथार्थ। यो दुई बीचको खाडल साँगुरिनुको सट्टा झन फराकिलो पो हुँदै गयो। अब प्रश्न उठ्छ, यस्तो किन भयो त? आउनुहोस् आज यसैको तह तह केलाएर हेरौँ। ल सुरु गरौँ एकदमै बेसिक कुराबाट। आखिर यो विशेष आर्थिक क्षेत्र भन्ने चिज के हो र यो किन बनाउन खोजिएको थियो? अझ सरल भाषामा बुझौँ है त। सेज भनेको एउटा यस्तो भिआइपी जोन जस्तै हो, तर उद्योगहरूका लागि। यो एउटा यस्तो तोकिएको ठाउँ हो जहाँ देशका अरू ठाउँमा भन्दा फरक एकदमै विशेष र खुकुलो आर्थिक नियमहरू हुन्छन्। किन? ताकि लगानी आओस्, उद्योग धन्दा फस्टाओस् र निर्यात हत्तै बढोस्। अब नेपालले एसइजेड बनाउँदा यसका पछाडि 3वटा ठूला सपना थिए। पहिलो, देशको उद्योग धन्दालाई आधुनिक बनाउने। दोस्रो, बाहिरबाट डलरमा लगानी भित्र्याउने। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, हाम्रो जुन आकाशीयको व्यापार घाटा छ नि, त्यसलाई घटाउने। अब यति ठूला लक्ष्य पूरा गर्न त लगानीकर्तालाई आकर्षित गर्नु पर्यो, होइन त? हो, त्यसकै लागि सरकारले एउटा गज्जबको अफर प्याकेज नै ल्यायो। यो प्याकेज साँच्चै लोभलाग्दो थियो। सोच्नुस् त, सुरुका 5 वर्षसम्म त 1 रुपियाँ पनि आयकर तिर्नु नपर्ने, त्यसपछि पनि 50% छुट, लाभांश करमा पनि त्यस्तै भारी छुट, भन्सार र ब्याट त पुरै माफ, अनि 40 वर्षसम्मका लागि एकदमै सस्तोमा जग्गा। विदेशी लगानीकर्ताका लागि त झन् भिजादेखि विदेशी मुद्रासम्मको सुविधा। कस्तो गजबको डिल, होइन त? त यति धेरै सुविधा सित्तैमा त कहाँ पाइन्छ र? एउटा महत्त्वपूर्ण शर्त थियो। त्यो के भने, यहाँ स्थापना हुने उद्योगले आफ्नो कुल उत्पादनको कम्तीमा 30% सामान विदेशमा बेच्नै पर्छ, मतलब निर्यात गर्नै पर्छ। ल, योजना राम्रो थियो, सुविधा पनि आकर्षक थियो। तर प्रश्न यहीँनिर आउँछ, आखिर भयो के त? सपना र वास्तविकताको बीचमा के कुराले बाधा पुर्यायो? हो, तितो सत्य यही हो। जति प्रयास गरियो, जति लगानी खन्याइयो, त्यसको तुलनामा उपलब्धि भने लगभग शून्य। यहीँबाट कथाले अर्कै मोड लिन्छ। हेर्नुस् त, यो कति लामो र सुस्त यात्रा रह्यो। सन् 1960 को दशकदेखि नै यसबारे कुरा चल्न थालेको हो। 90 को दशकमा अवधारणा लागू भयो। तर भैरवा र सिमरा जस्ता मुख्य ठाउँहरू सञ्चालनमा आउँदा नआउँदै 2020 को दशक लाग्यो। त्यो पनि आधा अधुरो र समस्याले जेलिएको। 5 खालको त कुरै नगरौँ, त्यो अझै पनि सुरुवाती चरणमै छ। दशकौं बित्यो, तर प्रगति कछुवाको गतिमा पनि भएन। मतलब अपेक्षा र यथार्थ बीचको खाडल कति ठूलो रहेछ, यहाँ हेरौँ। अपेक्षा थियो एउटै ठाउँबाट सबै काम हुने, एकद्वार सेवाको। तर यथार्थमा व्यवसायीहरू दर्जनौं सरकारी अड्डा धाइरहनु पर्यो। अपेक्षा थियो चिल्ला सडक 24 घण्टा बत्ती जस्ता पूर्वाधारको। तर वास्तविकतामा अधुरो बाटो र बिजुलीको अभाव झेल्नु पर्यो। अनि जहाँ अलिकति काम भयो, त्यहाँ पनि न्यून औद्योगिक गतिविधि र जग्गा अतिक्रमण जस्ता समस्या देखिए। ल, अब लागौँ सबैभन्दा महत्त्वपूर्ण प्रश्नतिर। आखिर किन? यस्तो हुनका पछाडि के कारण छन् त? आउनुहोस् यसका 4वटा मूल जडाहरूलाई एक-एक गरी केलाऊ। पहिलो र सबैभन्दा ठूलो समस्या हो कमजोर संस्थागत संरचना। मतलब एसइजेडलाई चलाउन भनेर जुन प्राधिकरण बनाइयो, त्यो त दाँत नभएको बाघ जस्तै भयो। न उसँग निर्णय गर्ने पूरा शक्ति छ, न स्थायी र दक्ष कर्मचारी छन्, न त आजको जमानाको प्रविधि नै। अनि कसरी काम होस् त? दोस्रो कारण हो हाम्रो पुरानो सोच। हामी अझै पनि एसइजेड भनेपछि इटा र सिमेन्टका कारखाना मात्रै सम्झिन्छौँ। तर आजको दुनियाँ कहाँ पुगिसक्यो? सूचना प्रविधि, सफ्टवेयर, ई-कमर्स जस्ता सेवा उद्योगको सम्भावना कति ठूलो छ। हामीले त्यो पाटोलाई पुरै व्यवस्था गर्यौं। अनि तेस्रो कारण राजनीतिक तौपेच। एउटै ठाउँमा राम्रोसँग लगानी गरेर त्यसलाई सफल मोडल बनाउनुको सट्टा राजनीतिक फाइदाका लागि जतासुकै एसइजेड घोषणा गरियो। यसले के भयो? भएको थोरै बजेट पनि छरियो र अन्त्यमा एउटा पनि एसइजेड पूर्ण रूपमा बन्न सकेन। सबैलाई खुसी पार्ने चक्करमा कसैको पनि भलो भएन। र चौथो कारण त्यही एकद्वार प्रणालीको असफलता। यो कागजमा जति सुन्दर देखिन्छ, व्यवहारमा त्यति नै झन्झटिलो छ।
नाम एकद्वार भए पनि काम गराउन व्यवसायीहरू अझै पनि विभिन्न मन्त्रालय र विभागको अनेकौं ढोका चाहर्न बाध्य छन्। यो त लगानीकर्तालाई बोलाएर अल्झाउने काम मात्रै भयो। ल, समस्याहरू त थाहा पाइयो, तर अब के त? के यो सपनालाई सधैँका लागि बिर्सिदिने? होइन। यो खाडल पुर्ने र एसइजिजको सपनालाई साँच्चै वास्तविकतामा बदल्ने बाटो पनि छ। विज्ञहरूले यसका लागि 5वटा स्पष्ट कदम चाल्नुपर्ने बताएका छन्। 1. जतासुकै हात हाल्नुभन्दा पहिला एउटै सेजलाई पूर्ण रूपमा विकास गरेर सफल मोडल बनाउने। 2. त्यो शक्तिहीन प्राधिकरणलाई साँच्चीको अधिकार, बजेट र प्रविधि दिएर शक्तिशाली बनाउने। 3. अबको डिजिटल युगलाई चिनेर आइटी र भर्चुअल सेजलाई प्राथमिकता दिने। 4. निजी क्षेत्र र विदेशी लगानीकर्तालाई विश्वास दिलाउने खालको स्थिर नीति बनाउने। र 5. सडक, बत्ती, इन्टरनेट जस्ता पूर्वाधारको कामलाई युद्ध स्तरमा सक्ने। अन्तमा कुरा एउटै ठाउँमा आएर ठोकिन्छ। नेपालको औद्योगिक भविष्य अब एउटा महत्त्वपूर्ण निर्णयमा अडिएको छ। 3 दशकको लामो अनुभवपछि अब हामी एउटा दोबाटोमा छौं। अब प्रश्न भाषण र घोषणाको होइन, काम र परिणामको हो। सवाल यही हो, के हामी अझै पनि यस्तै कागजी प्रतिबद्धतामै अल्झिरहने, कि अब साँच्चीकै देशको मुहार फेर्ने वास्तविक रूपान्तरणको बाटोमा हिँड्ने?